अडा परिश्रमको फल एकपटक बादलले हडताल गर्यो र अर्को 10 वर्षसम्म पानी नपर्ने वाचा गर्यो। किसानहरूले यो सुनेपछि तिनीहरूले आफ्नो हलो र अन्य सामानहरू प्याक गरे। तर एक किसान सधैँ जस्तै जोतिरहेका थिए। केही बादलहरू माथिबाट गए र किसानलाई सोधे, हामी पानी पर्दैनौँ, त्यसो भए तपाईँ किन जोत्दै हुनुहुन्छ? किसानले जवाफ दियो, ठिक छ, पानी पर्दा पानी पर्नेछ, पर म जोतिरहेको छु, त्यसैले म 10 वर्षमा कसरी जोत्ने भनेर बिर्सन्न। बादलहरू चिन्तित थिए कि तिनीहरूले कसरी पानी पर्ने भनेर पनि बिर्सन सक्छन्। तुरुन्तै पानी पर्न थाले र किसानको कडा परिश्रम फलदायी भयो। जसले सबै कुरा प्याक गरेका थिए तिनीहरू टाउको कर्कश गर्न छोडे। त्यसो भए अगाडि बढिरहनुहोस्। परिस्थिति हाल हाम्रो विरुद्धमा भए पनि भविष्य निस्सन्देह हाम्रो लागि राम्रो हुनेछ। सफलता ती मानिसहरूलाई आउँछ जो प्रतिकूल परिस्थितिमा पनि आफ्नो कडा परिश्रममा लागिरहन्छन्।